Hello guys, welcome to my vlog. लदी आज हामी घोङ्गीको शिकार गर्न हन्टिङ गर्न जाँदैछौँ। आमा छोरी लाइक गाइजहरू हेरेर कमेन्ट गर्नु होला। गाइजहरू अगाडि पुगिसक्यो हाम्रो यतै आफू फेरि कता हो त क्यामेराम्यान। ल हेलो हेलो ठुलो मुन्ना हो, ठुलो मुन्ना क्यामेराम्यान है, क्यामेराम्यान है हो। ल पुरा ल ल ल जम्मै अब है। कस्तो भइरहेछ ट्रिप? हामी चाहिँ मिलन चोकमा अब हामी यता के अरे मर्दी यतातिर लाग्ने होइन। हामी त अब सपिङ यसो ग्रोसरी यसो के लिन्छ हामी अब अहिले अब खचाङ पचाङ अब त्यस्तै के। हेलो एली के छ, के भन्नु छ? के पनि छैन। नानी हेलो। हाम्रो दुईजना त स्टोर पुग्यो है। हामी त यसो अगाडि सामान किन्न आएको। हामी यहाँ यसो गरेर ट्याक्क फर्किँदै हामी सामान लिएर है। के एक पुगा तेल लिएको क्या सुनिला? यता जाली मासु तोलेर खाने है। झ्याउ त लाग्यो नि त है वेटिङ बस्दा। ठिकै छ, म त बजारै किन्यो होला नि। किनौँ जस्तो लाग्यो चाहिँ फेरि यहाँ के भने बोकेर लानु सकिन्न फेरि होइन भन्द। सबैजना भएर बोकौँ। यताबाट नि जानु मिल्छ, यताबाट नि मिल्छ। यता नि अलिक पिच हानिसकेको छ बिस्तारै। अनि त्यहाँ अशोकको भाइ थियो कि त्यहाँ मुन्नाको हाम्रो। पछाडि आउँदैछ हाम्रो गाइजहरू है। माछा खाने भयो यहाँ आउनु आउँथ्यो त। माछाको लागि एकदम फेमस। माथिको डाँडा यो माथि छ है, त्यो चाहिँ उस भयो लाचक। यता घाट उता जानु घाट यता जाने हामी चाहिँ अब ट्याक्क पुगेपछि यता गयो भने चाहिँ के अरे वाङ्गाउ यो बाटो है। यता गयो भने त लाचक घाटतिर खोला त्यो त्यहाँ तल माछा साँच्चा मिठो पाउँछ यता है। हामी चाहिँ अस्ति नै यहाँ माछा खान खायो थियो यहाँ। ल यहाँबाट सिधै माथि है लाचोक जाने, लाचोक घाचोक जाने बाटो। हाम्रो त यो पोखराको खानेपानीको लागि यो फिल्टर गर्ने ठाउँ है यो है। फोहोर नगरौँ है यता है। ल बाटो ठिकै छ भनौँ अब। यहाँ अब बर्खामा यहाँ यस्तो यता 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 चाहिँ यता होइन के त यता हो, यता लाचोक यता लाचोक हाइड्रो पावर है। बिस्तारै गर्दा
यहाँ हाइड्रो पावर छ यो माथि गयो भने त लाचोक है लाचोक भयो यता चाहिँ घाचोक जाने बाटो अब यस्तो है यही हो यही हो क्या यही हो यही होला फार्म त यहीँ अगाडि भने होइन यही हो ओ दाइ ए स्विमिङ हान्ने ठाउँ छ हान्ने हो कि मिठो छ देखाउँछ र सबैलाई धेरै पछि है यो नेचरमा आइयो होइन दिदी यता फार्म हाउस कता छ भनेर यसो यहीँ अगाडि हो भन्ने भयो सोध्यो त ल भन त तिमीहरू 30 सेकेन्ड त बोलेको त्यो बाजेसँग है लास्टमा यता फार्म हाउस कता हो भनेर सोधेको कि हाउस भनेर बिचारा फार्म हाउस भनेको के हो भन्थ्यो त्यो बाजेले लाचोकको कि घाचोकको सोधिरहेको हजुर यही हो नि है यही हो ए यो पेन्टस्टलमा देखाए जस्तै हो हो रुखको जरा रहेछ नि यो के अरे रुख रहेछ कि यो ए यहाँको चाहिँ भाइरल गरिदिनु पर्यो नि भाइ ए टिकट काट्छु नि पूजा गरेर टिकट काट्छु यसलाई चाहिँ खोले साग भन्छ है खोले साग हो यो सबै यो चाहिँ हाम्रो डेटक्स विथ 88.8 दाजु के हो काटेर फाल्नुपर्छ यो भन्दै यो निसा त्यसरी काट्नु पर्दैन के प्रिपेरेसन हुँदैछ कहाँ हो हामी है कता हो हामी फार्म हाउसमा पहिलो त केही हुन्न घुगी टिप्ने है अब एकछिनको विश्रामपछि खोले साग यो पनि सायद घोगी नै हो कि माछा पाल्नु हो कि थाहा भएन यता चाहिँ बङ्गुर पालन रहेछ हाम्रो दाइको यो फार्म हो बङ्गुर फार्म हाउस त्यसमा चाहिँ त्यतिकै हामी मोटाको हो त उहाँमा त्यस्तो हुनुपर्छ यता पनि छ ए टन्नै बङ्गुर अरे हेर्नुहोस् यो त के हो त हाम्रो दाइको बङ्गुर फार्म के रे दाइ यो ठाउँको नाम के भन्नु पऱ्यो लस्ती भन्ने ठाउँ है यो लाचोक लस्ती खोला ए बङ्गुरले दाना खाँदाखेरि सुत्छ यिनीहरूको खानेर सुत्ने भए कामै छैन यिनीहरूको है सिक्नु पऱ्यो केही सिक्नु पऱ्यो सबैले बङ्गुरको दाना पकाउने भाडा भनौँ अब ठाउँ यता पनि रहेछ बच्चाहरू त अब ए यो चाहिँ टेम्पोरेरी हो कि कस्तो हो यो पहिला बनाएको थिएँ मैले हजुर यो भर्खर बनाउनु पर्छ यही यहीँ हो हामीले घुँगी टिप्ने घुँगी टिप्ने यही हो ल कसरी टिप्ने हो मजा आएर जान्न पर्यो है भाइ यो चाहिँ घुगी पालेको के भन्छ त यसलाई घुगीको बारेमा केही भनिदेऊ नि यसले मैले पनि फर्स्ट टाइम हो देखेन फर्स्ट टाइम टिप्छु भनेर कसैको हो कि अरे यस्तो त गहिरो होला जस्तो लाग्यो कि के भएको राति बल्छी पुरा गएर त्यहीँ सुत्दो रहेछ तिनीहरू त भ्लग हेरेनौ तिमीले एउटा है ए त्यसरी हो म घोगी टिप्न लाग्यो अरू सुनिललाई मात्रै के दुःख दिन्छ नि चप्पल लायो भने के हुन्छ कसरी छोप्ने ए भेटाएँ नि त मैले मेरो फर्स्ट घोगी केमा त नि सुनिल हजुर केमा त नि हाल्ने चाहिँ हाल्ने त दाइले बाल्टी साल्टी प्लास्टिक लिएर आउनु भयो 10 लिएर जाऊ
ओ भाइ भेट्दो रहेछ दिदी जति पनि हेर्नु त ए ठुल्ठुलो यसले हेर न यहाँ एउटा प्लास्टिक के भयो ओ भयो नि राखा यो त होइन नि यो त यसै हो यो त यस्तो चाहिँ यो चाहिँ हो यो हो यो फुल भएको यो चाहिँ यो म त खोस्रो टिपेर बसेछु खोक्रो यस्तो हुने रहेछ कि भित्र उस भएको है यो नभएको चाहिँ नहुँदो रहेछ कि त्यसरी राख कसरी यसरी जो चिन्न पर्दो रहेछ अन्त फर्स्ट अटेम्प घुमियो डायमन्ड चाहिँ खाने पाप नलाउने यो चाहिँ पाप लाउने मिठो मिठो गर्दै खाने ढिङ्गुली यहाँबाट त कस्तो आउँदो रहेछ है This is the gungi. बल्ल आउनुभएको मैले जाने त्यो बग्नीमा त सिपी नै पाउँछ होला है सिपी त ढुङ्गा जस्तै हुन्छ क्या फेरि ढुङ्गा जस्तै देख्छ क्या केही हुन्न लोटे राजु यस्तो गरेर के एकदम ढाड लक कमर लक गरेर भकै छैन ढाडै दुइरहेछ त अनि ढाड लक गर्न जान्दैन यस्तै टिप्नी म त जान्न भनेको त यो यान्दैन आएर मै आउनु पर्यो नि यो सुनिललाई त आफूलाई गहिरो यसलाई त सुनिल आज रातभरि त्यो पिठो पानीमा हालेर राख्ने हो बाल्टीमा गोगी है गोगी यो हाम्रो मेहनत धेरै चाटी सार्दै आएको यहाँ घोगीको साहा हेर पुच्छ बर्थडे कल ह्याप्पी बर्थडे थ्याङ्क यू कस्तो लाग्यो आज तपाईँलाई रमाइलो अनि अरू केही भन्नु छ के भन्नु केही छैन दादै यसो के भन्नु छ कि यसो ह्याप्पी बर्थडे दिदी ल नानी कस्तो भयो आज ठिकै भइरहेछ रमाइलो भयो हाउ यु फिल फिलिङ गुड फन अरू केही अरू कान्छा Yes, हाउ आर यु fine. कतिको रमाइलो भयो एकदम I am fantastic. फिलिङ डेटक्स फिलिङ ज्याप मलाई त नसोधै हामी ज्याप राजु लामा अमिला न के भन्ने म त च्यातेको अमिला हेलो गाइस यसरी सेता हात बे गुड बाई छोडेर